हेलो गुड मर्निङ गाइजहरू। आज चाहिँ हामी ड्युटीमा जान लाग्यो है गाइजहरू, भात खुवाइमा। त्यही भएर बिहानै भ्लग बनाउन लागिरहेको छु होइन। के अरे अब चाहिँ कुखुराको भन्दा मन्दा गर्ने अनि पसलहरू थुन्ने अनि चिटिक्क मेकअप गर्ने अनि जाने है गाई। यस्तो छ है गाईहरू चल्लाहरू। यो कति 2 हप्ता, हिजो चाहिँ 3 हप्ता भयो है यो चल्लाहरू। 3 हप्ताको चल्लाहरू है गाईहरू। हाम्रो इस्कुस फलिरहेको र यहाँ इस्कुस कत्रो भएको थियो, एउटा कोही कहाँ गयो। यत्रो बोल्दो रहेछ बाबै। हाम्रो इस्कुस यस्तो राखे गाईहरू। खाने भए आउनुहोस् है। यहाँ नि चाहिँ सानो सानो भर्खर सुन पानी छरिदिनु पर्ने। सुन पानी छर्यो भने बस्छ भन्ने। यहाँ नि यस्तो छ गाईहरू, यस्तो छ। हाम्रो यहाँ मियो पाकेको थियो अस्ति 6वटा टिप्या मैले एकैचोटि। अझै एउटा सानो पाकेर रहेछ, उतापट्टि चाहिँ ठुलै रहेछ। पल्लो घरको डरम भरेर पानी खेर गइरहेछ है गाईहरू। मेरो खोर चाहिँ यस्तो छ है गाईहरू। बिहानको घाम आमामा सार्का घाम लाग्यो। पठार बजारतिर त तुवालो जस्तो पो देखेको, यहाँतिर त उज्यालो। पोल्ने घाम लाग्यो। आज चाहिँ ड्युटीमा भोज खान जानुपर्ने दिदीको घर। के अरे बाबुको भात खुवाइएको छ, भात खुवाइमा भोज खान जानुपर्ने। घाम पोल्ने घाम पोल्ने घाम पोल्ने घाम। भोलि पुर्ने क्या अरे, भोलि चाहिँ यहाँ कति बालिदिनु पर्ने। एउटा माछा होइन। हाम्रो पिपल टारतिर चाहिँ यसरी घाम लाग्छ गाईहरू। तपाईँहरूकोतिर कसरी घाम लाग्छ होइन। हाम्रो त बेसन पोल्ने घाम लाग्यो बिहानै। हाइट 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 हाइट। घाम कहाँ आइरहेछ भनेदेखि उहाँ बट्टार बजारमा त तुवालो लाग्यो। ल आजलाई दाना पानी सबै भइसक्यो होइन। र तिमीहरू दिनैभरि बस है, पानी टन्न हालिराखेको छ, दाना हालिराखेको छ। ल खाएर बस है। मेरो 3 हप्ताको चल्ला हिजो ट्याक्राक्कै 3 हप्ता भयो। शनिबारको राले होइन, भनेपछि अस्ति 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 आज हिजोको शनिबार सहित त 3 हप्ता भयो। यो माउले मलाई ठुङ्ने हो क्या। त्यो कालो माउले त ठुङ्दैन होइन। एकै दिनमा ओथार बस्यो यो दुइटा, अनि एकै दिनमा चल्ला पुऱ्याउने। ल बस, आज हामी माथि भोज खान जानुपर्ने कार्यक्रम छ। तिमीहरू चाहिँ बस। मेरो मुनिको फ्ल्याटको खोर चाहिँ खाली छ है गाईको। भोज राखेको छ, यहाँ भाँचेको कुर्सी राखेको छ। ल बस है चल्लाहरू। हामी चाहिँ आज उता जानु छ। बाबुको जुत्ता कति धेरै सुक्खा, 3 जोर सुक्खा। मैले अस्ति गाउँबाट लिएर आएको कुच्चा है गाईहरू। 3टा चाहिन्छ भने आउनुहोस्, एउटा दिउँ न होइन। मेरो प्याज यो यति भए बारीको प्याज यहाँ नि राखेको छ, लसुन प्याज होइन। यहाँ चाहिँ हाम्रो आगो फुकेर
कहिले सेलरोटी पकाउँथ्यो, अहिले त ठुलो ग्यास छ पकाउँदैन यादै। यसो औँसी पूर्णिमा पूजा गर्ने बेला कोइला चाहिँ बनाउँछ यहाँ आगो फुकेर होइन। यो चुलो चाहिँ मैले बनाएको है गाइजहरू। अन्त दाउ यस्तो छ गाइजहरू। अब त ढोका चुकुल लगाएर जानु पर्यो नि त होइन। अब माथि छतमा नआउने ढिलो हुन्छ। अन्डा यसरी राखेको छ, अन्डाको बोक्रा मुलाको चाना खाने कहिले हो होइन। आज कालेले यो जुत्ता लाएर जाने होला होइन। ल यो दुईटा चाहिँ होस्, थाल चाहिँ लैजानु पर्यो। यो बाथरुम मेरो होइन, यो चाहिँ टोइलेट है गाइजहरू। भाँडा माझ्नु पर्यो होइन। भाँडा कसले माझ्ने? छोरीले माझ्ने कि मैले माझ्ने? भाँडा कसले माझ्ने? हाम्रो घिउ सिमीहरू चाहिँ यत्रो भइसकेको छ गाइजहरू। यो साग चाहिँ डुन्ड्रुक साग है गाइजहरू। अस्ति भर्खर छोरीले काटेर लगेको थियो काठमाडौँ, फेरि पलाएको छ। स्ट्रबेरी यहाँ इस्कुस यस्तरी जाला इस्कुसको होइन। घिउ सिमी सागहरू फर्सीहरू यसरी काँक्रो पनि तनी बोरी नै। घिउ सिमी चाहिँ मजाले मौलाएर आउँदो रहेछ होइन। हाम्रो बारीको मकै चाहिँ बल्ल 2 पाते हुन लाग्यो। मैले अस्ति आँपको बोट किनेर लगाएँ गाइजहरू। काली आँप 2टा किनेर लगाएको है। हाम्रो बारीको मकै चाहिँ भर्खरै यसरी टुसा हाल्दैछ होइन। पल्लो घरको चाहिँ 3 दिन अगाडि रोपे, अलि ठुलो भइसक्यो। मेरो चाहिँ 2 पाते, त्यहाँ चाहिँ 3-4 पाते भइसक्यो। मेरो चाहिँ यहाँ यसरी टुसाइरहेको गाइजहरू। सानसानो यस्तरी उम्रेको। यो चाहिँ मेरो फोहोर पानीको ट्याङ्की है गाइजहरू। यसरी बनाउनु पर्छ। लामखुट्टे आउँछ, लामखुट्टेले टोक्यो भने डेङ्गु लाग्ने हुन्छ होइन। बिहानै पङ्खा किन खोल्या? त्यो अम्बा बोटमा चराको गुड छ है गाइजहरू, जुरेली। म हिजो बेलुका देखाएको थिएँ मैले। हेलो फाइनली गाइज, अब चाहिँ हामी ड्युटी जान लाग्यो है गाइजहरू। अब लुगा लाएर तयारी भएर ढोका लाएर तयारी भइसक्यो। अब चाहिँ हामी ड्युटी जान लाग्यो है गाइजहरू। कहाँको बल्लेर आयो कालेले नहाल्नु। अब चाहिँ हामी ढोका लाएर जान लाग्छ है गाइजहरू। चाबी लाएर जान लाग्यो है गाइज हामी चाहिँ। अर्का मकै बारीमा नखेल न ल गाइजहरू। हामी चाहिँ आज भोज खान जानु। ल निरजको मम्मी मेरो पसल कोरिरहनु है। जाउँ बाबुलाई जाउँ। घाम यस्तो चर्को लाग्छ। हाम्रो आज छिमेकीको के छ हो त्यस्तो धागो बनाउने सबै चिज छ। ल हाम्रो घर आएर नि हेरिदिनुहोस् है। हामी पासमीमा भात खुवाइ छ के अरे माथि गाउँमा, अनि त्यही जानु ल। गाडी आइरहेछ है गाइजहरू। गाडी आइरहेको क्या एकछिन। यसरी लाउँछ नि, कस्तो राम्रो देखा। यसरी त लाउने, स्कुटी स्पिड भयो भने त्यो क्याब फाल्छ फेरि, थाहा छ नि। आम्मामा धुलो त कति फाल्ने। ल गाइजहरू अब वहाँ पुगेपछि के अरे
हामी भिडियो गर्ने छु बीचमा बाटोमा नै गर्ने छु है गाइजहरु। फाइनली गाइज अब चाहिँ हामी हिँड्न लाग्यो है। ल बाबु ल क्यामेरा एकछिनसम्म रातो गर्छौँ अनि त्यहाँ उता ब्लक कारखाना पुगिसक्नु बन्द गर। हेलमेट लगाएन है बिना हेलमेट हिँड्दा छ। बेला बेलामा यसरी नि देखो हामीलाई नि भयो स्कुटीको अगाडि जाऊ न। यो कालेले भिडियो बनाउनै आउँदैन रहेछ। मिलिक मिलिक गर्छ बिस्तारै देखाउने हो कि। पसिनै पसिना भएको है गाइजहरु। भयो अगाडि जान्न त्यहाँ ए नाइ 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 यसरी बोल्नु अन्त रामै भिडियो बनाइदिनु कसम म त फेरि मुवाछु बिस्तारै समाज तिमीहरू दुईजनाले पनि पिटे खान्छ। अब चाहिँ हामी तिर्सली पुल आइपुग्यो है नयाँ पुल। यस्तो साइडबाट मिल्दैन माथिको पुरानो पुल चाहिँ थियो है यो चाहिँ नयाँ पुल हो। चिजमा देखाउने छ गाई छ त्यसको पनि चाहिँ हेलो गाइजहरु, यहाँ के अरे बाटो बिग्रेर के अरे माथिको बाटो के अरे बन्द भएर हामी यताबाट आएको होइन। अनि यहाँ चाहिँ सानो बाटो छ अनि पुल पनि सानो रहेछ बाटो पनि सानो छ। त्यही भएर मैले नसकेर नानीलाई ओह्रालेको। अब म एक्लै जान लागिरहेको छ गाइजहरु हेर्नुहोस्। खोला चाहिँ यसरी सुक्या रहेछ गाई। बाटो चाहिँ यस्तो अप्ठ्यारो तलतिर खोला यस्तो रहेछ। मकैबारी तरम तरम मकैबारी करम करम हरियो काँक्रो चोरेर चोरेर हामीले सर्व पुल लागौ माथि। यहाँतिर चाहिँ यस्तो राम्रो बाटो रहेछ। त्यहाँ चाहिँ पुल त अलिक ठुलै हाल्नुपर्छ त होइन। गाइजहरु कमेन्ट गरिदिनु चाहिँ सानो भयो होइन ठुलै हाल्नुपर्छ भएन। कहिले त यताको बाटो बन्द भयो भने हामी यताबाट हिँड्नुपर्छ।
बोर्डिङको पछाडि कत्रो बाटो चाहिँ होला है अन्त त्यत्रो खनेछ ढुङ्गै ढुङ्गा थियो रहेछ I'm out to buy some dishes, make a whole eat me for dinner. Honey, all of my eyes, I can't see. I'm out to jump out my body, I'm ready to leave.